यहाँहरू सबैलाई नमस्कार। अहिले हामी सुर्खेत जिल्लामा रहेको पर्यटकीय स्थल गुल्बे तालमा हामी आइरहेका छौँ। यसमा हामी बोटिङ गर्ने तरगरमा छौँ र एउटा बोटिङ अहिले तालमा एकदमै द्रुत गतिमा अगाडि बढेको देख्न सक्नुहुन्छ हजुरले। र यो एकदमै रमणीय स्थल छ र यो ताल चाहिँ ठुलो छ। तपाईँ सम्पूर्ण महानुभावहरू आएर बोटिङ गर्न सक्नुहुनेछ। यो बोटिङ एकदमै आफ्नो गतिमा अगाडि बढेको देख्न सक्नुहुन्छ हजुरहरूले। यो सुर्खेत जिल्लामा रहेको यो तालमा एक दिन आए तपाईँले भिजिट गर्न सक्नुहुनेछ। यो ताल हजुरहरूले यो यसमा तपाईँले यहाँको बारेमा आएर भेटेर प्रत्यक्ष रूपमा हेर्न सक्नुहुनेछ। यो सुर्खेत जिल्लामा रहेको 10 नम्बर वडामा पर्दछ। बजारको नजिकै रहेको हजुरलाई सर्च जानकारी गराउँदछु। यो ताल निकै नै ठुलो रहेको छ। यसको बुलबुलेमा ताल मात्रै नभएर यसको गार्डन पनि रहेको हजुरलाई जानकारी गराउँछु। अहिले पनि बोटिङले धेरै फन्को पानी मारेको हजुरले देख्न सक्नुहुनेछ। यतातिर अर्को तालको लागि यहाँ मर्मत भइरहेको देख्न सक्नुहुन्छ हजुरले। त्यति मात्रै नभएर यतातिर तपाईँले यो सुन्दर बगैँचा पनि हजुरले देख्न सक्नुहुन्छ। हजुरहरूले विभिन्न प्रकारका फुलहरू पनि देख्न सक्नुहुन्छ। अर्को तपाईँले यतातिर राम्रो खालको तपाईँले फुल पनि तपाईँले देख्न सक्नुहुन्छ। फुलहरू राम्रा राम्रा फुलेका छन्। यो बगैँचामा पनि हजुरहरूले आएर भिजिट गर्न सक्नुहुन्छ। र यो राम्रो एकदमै रमणीय छ। यतातिर हजुरहरूले यो प्रतीक्षालाई पनि देख्न सक्नुहुन्छ हजुरले। र यतातिर एकदम ठुलो रुख हजुरले देख्न सक्नुहुन्छ। र साना साना फुलहरू पनि हजुरले देख्न सक्नुहुन्छ। यो बुलबुलियाको चिनारी हो, राम्रो फुल। र हजुरले यतातिर धुप्पी सल्लो पनि देख्न सक्नुहुन्छ। र यहाँको ठाउँ चाहिँ एकदमै ठुलो रहेको छ, एकदमै बगैँचा।
यो हो बुलबुलियाको सुर्खेत जिल्लामा रहेको बुलबुले एकदमै चर्चित ठाउँ। हजुरहरूले पनि आएर भेट्न सक्नुहुन्छ र रमाइलो लिन सक्नुहुन्छ र विभिन्न पिकनिकका कार्यक्रम हजुरले यसमा देख्न सक्नुहुनेछ। आज यो त्यति पिकनिक कार्यक्रम देखिएका छैनन् किनभने आज दसैँको नजिक भएकोले धेरै त्यति भिडभाड छैन आज यहाँ। नत्र भने अन्य दिनहरूमा यहाँ भिडभाड निकै हुने भएकोले हजुरले पनि विभिन्न प्रकारका यो बोट बिरुवा हजुरले देख्न सक्नुहुनेछ र यो साइडमा हजुरहरूले बाटोहरू देख्न सक्नुहुन्छ। यो हो बुलबुलियाको दृश्य। यतातिर यो अर्को ताल निर्माणको लागि कामहरू द्रुत गतिमा भएको हजुरहरूले देख्न सक्नुहुन्छ। यतातिर ठुलो पिपलको रुख रहेको हजुरले देख्न सक्नुहुन्छ। यतातिर चौतारी रहेको छ। यो हो बुलबुलेको म्यान धाराहरू। यसमा तपाईले निकै सफा पानी देख्न सक्नुहुन्छ। बुलबुले भनेको यही हो आदरणीय महानुभावहरू। हजुरले आएर हेर्न सक्नुहुन्छ र यहाँको दृश्य लिन सक्नुहुन्छ।